नमस्ते ताजा जानकारीको अर्को नयाँ एपिसोडमा हजुरलाई स्वागत छ। आज तपाईहरुको लागि हामी सूर्यविनायक मन्दिर भक्तपुरमा जुन रहेको छ त्यहाँ कसरी पुग्न सकिन्छ, त्यहाँको म्याप, त्यहाँको लोकेसन, त्यहाँको रुट के छ त्यसको जानकारी दिन गइरहेका छौं। भिडियो अन्तिमसम्म हेरिदिनु होला र भिडियो यदि सन्देशमूलक रहेको खण्डमा हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। ल अब भिडियो अगाडि बढाउँ। अहिले चाहिँ हामी लगभग सूर्यविनायक चोक आइपुगेका छौं। सूर्यविनायक चोकको लेफ्टबाट लाग्नुभयो भने हजुर राम मन्दिर हुँदै दरबार स्क्वायर पुग्न सक्नुहुन्छ। स्ट्रेट सूर्यविनायक चोकबाट नै स्ट्रेट लाग्नुभयो भने बनेपा ढोलीखेल पुग्न सक्नुहुन्छ। तर आज हामी जाँदैछौं यहाँबाट राइट लिन्छौं। सूर्यविनायक चोकबाट हामी राइट लिन्छौं। यो सूर्यविनायक चोक रहेको छ, देख्न सक्नुहुनेछ। यो सूर्यविनायकको बजार हो। यो राइट ह्यान्ड साइडमा रहेको लक्ष्मी मार्केट हो। यहाँबाट सिधै अगाडि जानु होला। हजुरहरूले यहाँ राइट साइडमा खजुरीको देख्न सक्नुहुनेछ। थोरै अगाडि गइसकेपछि लेफ्ट ह्यान्ड साइडमा हजुरले थापा पार्टी प्यालेस देख्न सक्नुहुनेछ। यो बाटो नछोडी सिधा अगाडि लाग्नु होला र त्यसपछि एउटा उकालो आउँछ। हजुरको राइट ह्यान्ड साइडमा एउटा स्कुल देख्न सक्नुहुनेछ। अलमोस्ट हजुर पुगिसक्नुभयो। थोरै अगाडि गइसकेपछि हजुरले मन्दिरको प्राङ्गण देख्न सक्नुहुनेछ। हजुरको बाइक, स्कुटर, गाडी चाहिँ यो राइट ह्यान्ड साइडमा पार्क गर्न सक्नुहुनेछ र यहाँबाट नै हजुरहरू माथि लागेर मन्दिरको दर्शन गर्न सक्नुहुनेछ। आशा गरौँ सूर्यविनायक गणेश देवताले हामी सबैको रक्षा गरून्, हामीले चाहेको सबै कुराहरू पुरा गरिदिउन्। आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छौँ। यो भिडियो सन्देशमूलक रहेको खण्डमा हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।